महानगरपालिकामा मेयर तथा उपमेयर पदमा उम्मेदवारी दिनुहुने महानुभावहरूले आफ्नो भावी योजना र कार्यक्रमबारे प्रकाश पार्नुहुनेछ। एउटा अत्यन्तै रोचक सन्दर्भ पनि म यहाँ भन्न चाहन्छु। केही दिन अगाडि यस महानगरपालिकाका केही व्यक्तिहरूसँग एउटा अध्ययन गरिएको थियो र त्यो अध्ययनमा एउटा महत्त्वपूर्ण प्रश्न सोधिएको थियो। त्यो प्रश्न थियो, तपाईले आफ्नो उम्मेदवारमा के चाहनुहुन्छ, के का आधारमा तपाईहरूले आफ्नो उम्मेदवारलाई भोट दिनुहुन्छ? र यहाँ पोखरावासीहरूको जवाफ थियो, जसले राम्रो काम गरेको छ र जसको राम्रो योजना छ। त्यसैले आजको यो कार्यक्रममा हाम्रा मेयर तथा उपमेयरहरूले आफ्नो भावी योजनाका बारेमा प्रकाश पार्नुहुनेछ, जसले गर्दा तपाईँ हामीलाई आफ्नो उम्मेदवार छनौट गर्नको निम्ति पनि सजिलो हुन्छ। त्यसैले उहाँहरूको निम्ति एउटा अवसरको समय पनि हो। मेरो नाम आरती चटौत हो र आजको यस बहसलाई सञ्चालन गर्ने अवसर पाउनु मेरो निम्ति एउटा गर्वको विषय हो। म आज यो बहस कार्यक्रमलाई टेलिभिजन मार्फत प्रत्यक्ष रूपमा हेरिरहनु हुने र रेडियो मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु हुने, त्यसै गरी सामाजिक सञ्जाल फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिनुहुने तमाम श्रोता र दर्शकलाई पनि यो कार्यक्रममा न्यानो स्वागत गर्न चाहन्छु। साथै यस कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, राजनैतिक दलका सहयोगी, गैर सरकारी संस्था, सञ्चार माध्यमहरू, अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरू र पक्कै पनि नेपाली नागरिकले जसरी हामीलाई साथ दिइरहनु भएको छ त्यसले हामीलाई अत्यन्तै उत्साहित पनि बनाएको छ। आजको यस कार्यक्रमको आयोजक एनडीआई, राजनीतिक दलका उम्मेदवारहरू र राजनीतिक दललाई हार्दिक आभार प्रकट गर्न चाहन्छ उहाँहरूको यो साथको लागि र उपस्थितिको लागि। त्यसै गरी यो कार्यक्रम सफल हुनको निम्ति जसरी युएसएड नेपालले सहयोग गर्यो मनदेखि नै, त्यसको निम्ति पनि एनडीआई नेपाल हार्दिक आभार व्यक्त गर्न चाहन्छ। आजको यस कार्यक्रमलाई प्रत्यक्ष रूपमा अहिले गण्डकी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ भने त्यसै गरी गण्डकी एफएम, अन्नपूर्ण एफएम, रेडियो जननी र अन्य माछापुच्छ्रे एफएमले पनि यसलाई प्रत्यक्ष रूपमा प्रसारण गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। आजको यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण छ, किनभने हामीलाई थाहा छ करिब 2 दशकपछि हामी यस्तो एउटा अवसरमा प्रवेश गर्दैछौँ जहाँ हामीले स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ र त्यसैलाई लक्षित गरेर आजको यो जुन बहस कार्यक्रम छ त्यो कार्यक्रमलाई अत्यन्तै व्यवस्थित बनाउनको निम्ति केही नियमहरू तय गरेका छन् र त्यो थोरै म नियमको बारेमा यहाँलाई निवेदन गर्न चाहन्छु। यो आजको बहस कार्यक्रम लगभग 1 घण्टा 45 मिनटको हुनेछ र बहस सञ्चालन गर्नको निम्ति केही नियम तय गरेका छन्। आचार संहिताको पालना गर्नुपर्ने कुरा छ र ती आचार संहितालाई हाम्रो राजनैतिक दल र त्यसका उम्मेदवारहरूले हामी स्वीकार गर्छौँ भनेर पूर्व सहमति जनाइसक्नु भएको कुरा पनि म यहाँ एकचोटि स्मरण गर्न चाहन्छु। र आचार संहिताले भनेका केही कुराहरू जुन तपाईँ हामीलाई पनि लागू हुन्छन्, म एकचोटि थोरै यहाँ पनि निवेदन गर्न चाहन्छु। वक्ताले यस महानगरपालिका वा नेपालका जुनसुकै स्थानका नेपाली नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुनै पनि विषयमा छलफल गर्न पाउने छन्, त्यसमा कुनै पनि रोकटोक हुने छैन। त्यसै गरी वक्ताले सरकारी निकाय, राजनैतिक दल, उम्मेदवारको कार्यशैली, नीति वा रेकर्ड वा अन्य विषयमा छलफल, प्रशंसा वा आलोचना पनि गर्न सक्नेछन्, त्यसमा पनि कुनै रोकटोक हुने छैन। तर वक्ताले कुनै पनि व्यक्ति तोकेर वा व्यक्तिगत रूपमा कसैलाई पनि व्यक्तिगत दोषारोपण, आरोप वा बेइज्जती गर्न पाउने छैनन्। त्यो कुरा हामीले सम्झिनुपर्ने हुन्छ र यो आचार संहिता मैले अघि नै यहाँहरूलाई निवेदन गरेँ, वक्ता सँगसँगै यो समारोहमा उपस्थित सम्पूर्णलाई यो आचार संहिता लागू हुन्छ र यो आचार संहिताको कसैले उल्लङ्घन गरेमा यस सम्बन्धी जानकारी म यहाँहरूलाई एउटा सहजकर्ताको रूपमा दिनेछु र सहजकर्ताको हैसियतले म यहाँहरूलाई नियमको बारेमा जानकारी गराउने छु र यदि कसैले नियमको उल्लङ्घन गरेमा म सचेत पनि गराउने छु। हामीलाई विश्वास छ यदि हामीले यो आचार संहिताको पालन गर्यौँ भने एउटा शिष्ट, मर्यादित र एउटा सन्तुलित हामीले यो बहसलाई अगाडि लानेछौँ र थोरै
अलिकता हामी यो बहस कसरी अगाडि लान्छौँ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। हामी बहसको सुरुवात यहाँ उपस्थित हुनुहुने महानुभावको सुरुवाती मन्तव्यबाट गर्नेछौँ र हरेक उम्मेदवारले ध्यान दिएर सुन्नुहोला, मात्रै 2 मिनेटको समय पाउनुहुनेछ सुरुवाती मन्तव्यको लागि। र त्यसपछि सुरुवाती मन्तव्यपछि हामी आजको यस कार्यक्रममा 2वटा महत्त्वपूर्ण विषयमा छलफल गर्नेछौँ र ती 2टा महत्त्वपूर्ण विषय भनेको अर्थतन्त्र र बेरोजगारी। पहिलो नम्बरमा हामी यस बारेमा छलफल गर्नेछौँ। कृपया यदि कसैले नोट गर्न चाहनुहुन्छ भने अर्थतन्त्र र बेरोजगारी। र 2 नम्बरमा हामीले छलफल गर्ने विषय हो भौतिक पूर्वाधार र स्थानीय विकास। म विषयलाई एकपल्ट फेरि दोहोऱ्याउन चाहन्छु। आज हामीले छलफल गर्न खोजेको 2वटा विषय हो अर्थतन्त्र र बेरोजगारी, त्यसै गरी भौतिक पूर्वाधार र स्थानीय विकास। आजको यो कार्यक्रममा मैले जुन विषय उल्लेख गरेँ त्यो विषयमा यदि कसैले फेसबुक र ट्विटर मार्फत हामीलाई प्रश्न पठाउन चाहनुहुन्छ भने कृपया उहाँहरूले पनि पठाउन सक्नुहुन्छ। र फेसबुक मार्फत यदि कसैले हामीलाई प्रश्न पठाउन चाहनुहुन्छ भने उहाँको निम्ति हामीले ठेगाना भन्न चाहन्छौँ नेपाल भोट्स फेसबुक लाइभ, त्यसै गरिकन नेपाल भोट्स टेक्स्ट लाइभ। यो 2वटा ठेगानामा उहाँहरूले पठाउन सक्नुहुन्छ भने त्यसै गरी ट्विटरको लागि #नेपाल भोट्स र #आस्क क्यान्डिडेट। यो 2टा सन्दर्भमा यो 2टा ठेगानामा उहाँहरूले प्रश्न पठाउन सक्नुहुन्छ। मैले उहाँहरूलाई यसबारेमा जानकारी गराएँ। अनि यहाँ उपस्थित महानुभावहरू जसले प्रश्न पठाउन चाहनुहुन्छ उहाँहरूको निम्ति हामीले मेटा कार्ड उपलब्ध गराएका छौँ। मेटा कार्ड। र यदि कसैले मेटा कार्ड प्राप्त गर्नुभएको छैन र प्रश्न गर्न चाहनुहुन्छ भने कृपया हात उठाइदिनुहोला। हाम्रो भोलिन्टियर साथीहरूले यहाँहरूलाई मेटा कार्ड उपलब्ध गराउनुहुनेछ। अब आजको यस बहसमा यहाँ उपस्थित महानुभावहरूलाई सम्बन्धित विषयमा प्रश्न गर्न मैले अनुरोध गरिसकेँ। यसरी ध्यान दिएर सुन्नुहोला कृपया। यसरी फेसबुक, ट्विटर या तपाईँहरूबाट प्राप्त प्रश्नलाई हाम्रो एउटा स्वतन्त्र प्यानल छ। त्यो प्यानलले प्रश्नलाई अवलोकन गर्नेछ, अध्ययन गर्नेछ र आवश्यकता अनुसार त्यसलाई सम्पादन, परिमार्जन र परिष्कृत गरेर म सहजकर्तासम्म त्यो प्रश्न आइपुग्नेछ। र त्यो प्रश्न आइसकेपछि मैले त्यो प्रश्नलाई सम्बन्धित व्यक्तित्वहरू समक्ष राख्नेछु। र फेरि पनि म निवेदन गर्न चाहन्छु कि हामी यहाँहरूलाई बराबरको अवसर दिनेछौँ र त्यो अवसर प्राप्त गरिसकेपछि यहाँहरूले आफ्नो भनाइलाई हामीले तोकेको समयभित्र दिइसक्नुपर्नेछ। र अहिले मैले भर्खरै जुन एउटा प्रश्नकर्ताको प्यानलबारे यहाँहरूलाई निवेदन गरेँ, यही मेरो देब्रेतिर बसिरहनु भएको छ, उहाँहरूको म थोरै परिचय दिन चाहनुहुन्छ। उहाँ हुनुहुन्छ, पहिला म नाम लिन चाहन्छु नारायण कार्की। उहाँ BBC मिडिया क्षेत्रसँग सम्बन्धित मात्रै होइन कि उहाँ मिडियाका विज्ञ पनि हुनुहुन्छ। त्यसै गरी हामीसँग हुनुहुन्छ विश्वमोहन अधिकारीज्यू। उहाँ आर्थिक, वित्तीय तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ र उहाँ उपप्राध्यापक पनि हुनुहुन्छ। त्यसै गरी हामीसँग भानु पराजुलीजी हुनुहुन्छ। उहाँ सुशासन विज्ञ तथा लेखक पनि हुनुहुन्छ। यसरी यो प्यानलले हामीलाई जुन प्रश्न उपलब्ध गराउँछ, जुन प्रश्न तपाईँहरूले नै हामीलाई दिनुभएको हुन्छ, त्यो प्रश्नको जवाफको निम्ति हाम्रा उम्मेदवारहरूसँग मात्रै 1 मिनटको समय हुनेछ। उम्मेदवारहरूले ध्यान दिएर सुन्नुहोला, तपाईँहरूलाई मात्रै 1 मिनटको समय हुनेछ। र मेरो जहिले पनि एउटा कुरामा ध्यान रहनेछ कि हाम्रा हरेक उम्मेदवारले बराबरीको अवसर प्राप्त गर्नुहुनेछ। अब थोरै म अगाडिको कुरा पनि गर्न चाहन्छु। प्रश्न उत्तरको क्रम अन्त्य भइसकेपछि फेरि उहाँहरूलाई हामी अन्तिम मन्तव्यको निम्ति समय दिनेछौँ, जुन 2 मिनटको हुनेछ। र 2 मिनटभित्र उहाँले आफ्नो मन्तव्यलाई, अन्तिम मन्तव्यलाई सम्पन्न गरिसक्नुपर्नेछ। फेरि पनि एकचोटि म स्मरण गराउन चाहन्छु, राजनैतिक दल र तिनका उम्मेदवारहरूले समय सीमा र म सहजकर्ताले गरेको निर्णयलाई स्वीकार गर्छु भनेर पूर्व सहमति जनाइसक्नु भएको छ र समय जनाउको निम्ति हामीले पछाडि सङ्केत पनि राखेका छौँ र म पनि त्यो भूमिका निर्वाह गर्नेछु। आजको यस स्थानीय निर्वाचन उम्मेदवार बहस 2074 को यो विशेष कार्यक्रममा यहाँहरूबाट जुन सहयोग प्राप्त हुनेछ त्यसको निम्ति
म कार्यक्रमको सुरुमै यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब हामी आजको बहस सुरु गर्न गइरहेका छौँ र आज प्यानलमा हुने महानुभावहरूको म सबैभन्दा पहिला परिचय दिन चाहन्छु। परिचयको क्रम अगाडि बढाउने क्रममा सबैभन्दा पहिला सङ्घीय समाजवादी फोरम नेपालका लक्ष्मी खाती परिवारज्यू हामीसँग हुनुहुन्छ। त्यसै गरिकन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमेश बहादुर खत्रीज्यू हामीसँग हुनुहुन्छ। त्यसै गरिकन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गोमा ढकालज्यू हामीसँग हुनुहुन्छ। त्यसै गरिकन नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका मन्जु गुरुङज्यू हामीसँग हुनुहुन्छ। उहाँहरू उपमेयर पदको निम्ति प्रत्याशी हुनुहुन्छ र अब म आजको यस कार्यक्रमलाई सुरु गर्न गइरहेको छु र सबैभन्दा पहिला उहाँहरूको 2 मिनटभित्र सकाउनु पर्ने मन्तव्यबाट यो समारोह सुरु हुनेछ। सबैभन्दा पहिला म लक्ष्मी खाती परियारज्यूलाई नै यो अवसर दिन चाहन्छु। उहाँ सङ्घीय समाजवादी फोरम नेपालबाट हुनुहुन्छ। लक्ष्मी खाती परियारज्यू। धन्यवाद। मेरो नाम लक्ष्मी खाती परियार, म सङ्घीय समाजवादी फोरम नयाँ शक्ति पार्टीको उपमेयर पदमा मैले चाहिँ दावा गरेकी छु। जहाँसम्म नयाँ शक्ति पार्टी, सङ्घीय समाजवाद फोरम र मेरो यो मसाल चिन्ह, मलाई उपमेयरमा हजुरहरूले भोट दिएर उपमेयरमा जिताउनु भयो भने मैले ठुला ठुला गफ त मैले लाउँदिनँ। त्यसै मेरो खुसीले गरेर मात्रै पनि हुन्न, जितेरै गए पनि मैले राय सल्लाह लिनुपर्छ जस्तो लाग्छ। मैले विशेष गरेर पछाडि परेका वर्गहरूको शिक्षा, रोजगार, घाँसबास, कपास र उहाँहरू धेरै पछाडि परिराख्नु भएको छ र विशेष गरेर महिलाहरूको लागि मैले एकदमै फोकस गर्नेछु र विभिन्न उत्पीडित वर्गहरूको लागि र सुकुम्बासी बस्तीहरूमा र विशेष गरेर दलित बस्तीहरूमा मैले आफूले हाम्रो यो संयुक्त मोर्चाले मसाल चिन्हमा भोट हालेर जिताउनु भयो भने विशेष गरेर मैले खानेपानीमा धेरै अहिले भर्खरै म चाहिँ घर दैलो कार्यक्रममा हिँडेँ, तर एकदम भन्दाखेरि अब पोखरा लेखनाथ महानगरपालिका भन्ने छ, तर एकदमै विकट ठाउँ पनि पुगियो घर दैलो गर्दाखेरि। तर मैले विशेष गरेर खानेपानीमा ध्यान दिनेछु र बत्तीहरूमा मलाई उहाँहरूले के भन्नुभयो भने भोट माग्दै जाँदाखेरि विशेष गरेर हामीलाई चाहिँ खानेपानीको दुःख छ, बत्ती ल्याइदिनु होला, यो बाटो चाहिँ यसो कोरेर मात्रै छोड्ने काम भएको छ, यो बाटोलाई पिच गराइदिनु होला भनेर भन्नुभयो। मैले के भने ठिकै छ, तपाईँहरूको आशीर्वादले मसाल चिन्हलाई भोट हालेर लक्ष्मी खाती परियारलाई उपमेयर बनाउनु। अब म रमेश बहादुर खत्रीज्यूलाई अवसर दिन्छु। उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुनुहुन्छ। समय मात्रै 2 मिनट। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, साथै यो कार्यक्रम आयोजना गर्नुहुने आयोजकप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु र आजका यस कार्यक्रममा उपस्थित प्रमुख अतिथि विज्ञज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, बुद्धिजीवी वर्ग, त्यस्तै हाम्रो सम्पूर्ण उपस्थित विभिन्न सङ्घ संस्थामा आबद्ध प्रबुद्ध व्यक्तित्वहरू, पत्रकार मित्रहरू, उपस्थित हाम्रा अपाङ्ग हाम्रा साथीहरू सम्पूर्णमा म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राष्ट्रवादको सन्ध्याकालीन राष्ट्रवादको नमन गर्न चाहन्छु र मेरो परिचय दिनुपर्दा म रमेश बहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीको अहिले हाल उपमेयरको उम्मेदवार र हाम्रो पार्टीको थोरै सर्टकटमा मैले एजेन्डा प्रस्तुत गर्न चाहन्छु। अहिले विभिन्न राजनीतिक दलका घोषणा पत्र 20 पेजका आएका छन्। ती 20 पेजका पत्रहरू तपाईँहरूले सिरानी मुनि थन्काइदिनु हुन म विनम्र अनुरोध गर्छु, किन भन्दा ती पढ्नका लागि मात्र बनाइएको हुन्, व्यवहारमा उतार्नका लागि होइन जस्तो लाग्छ मलाई। त्यो कारण मैले आफ्नो
एजेन्डाहरू थोरै सर्टकट मात्र प्रस्तुत गरेको छु। हाम्रो समय भनेको 5 वर्षको मात्र छ। 5 वर्षको समयमा गर्न सकिने क्षमता मात्र हामीले बोल्नुपर्छ, न कि तपाईँको फाल्टु कुरा। यी विगतमा नि सुनिएका कुरा हुन् र अहिले पनि फेरि त्यो यो चुनावको बेला मात्र आउँछन् यी नाराहरू, अरू बेलामा विकासको योजनाहरू केही पनि आउँदैनन्। महत्त्वपूर्ण पाटो भनेको हामीले बुझ्नुपर्ने के छ भने हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको महत्त्वपूर्ण एजेन्डा भनेको हामीलाई राज संस्था चाहिएको छ, राजा चाहिएको होइन, ज्ञानेन्द्र चाहिएको होइन, पारस चाहिएको होइन, राज संस्था इतिहास चाहिएको हो। इतिहास कसैको पनि मेटाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ। पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक हुनुपर्छ, न कि लखन थापाको। लखन थापालाई पनि हाम्रै पुर्खाहरू हुनुहुन्छ, उहाँलाई पनि विशेष स्थान चोकमा राख्न सकिन्छ। यो बुझ्न जरुरी छ। हामीले कसैले बलमिच्याङ गरेर कसैको सम्पत्ति हनन गर्नु कानुनभन्दा बाहिर जान्छ जस्तो लाग्छ मलाई। त्यसकारण हाम्रो एजेन्डा किन भन्दा हिन्दू राष्ट्र चाहिन्छ भन्ने मान्यता छ। हिन्दू राष्ट्र भनेको पनि तपाईँ हामीले पढेकै होला, किन भन्दा विगतमा मैले पनि पढ्दाखेरि विश्वमा एकमात्र राष्ट्र हिन्दू राष्ट्र भनेर चिनिन्थ्यो। हिन्दू राष्ट्र हामीले हिन्दू राष्ट्रको नाममा हामीले अरू धर्मलाई अवहेलना गर्न खोजेको होइन। हस्, गोमा ढकालज्यूलाई आफ्नो सुरुवाती मन्तव्य, समय मात्रै 2 मिनेट। हजुर सुरु गर्नुहोस्। धन्यवाद। यस कार्यक्रम आजको जुन उम्मेदवारी बहस कार्यक्रम आयोजकलाई, यस कार्यक्रममा उपस्थित सरकारी गैर सरकारी सम्पूर्ण पार्टी प्रतिनिधि र उपस्थित यहाँ महिला सम्पूर्ण महानुभावहरूमा म पोखरा लेखनाथ महानगरपालिकाको यो उम्मेदवारी र यहाँ समक्ष अहिले एजेन्डाहरू भन्न चाहन्छु। हाम्रो पोखरा लेखनाथ महानगरपालिका भनेको आफैमा सौन्दर्यले भरिपूर्ण सहर। यसलाई अझै गहनाको रूपमा अन्तर्राष्ट्रलाई चिनाउने सुविधा सम्पन्न सहर बनाउन चाहन्छु। यहाँ हामीसँग धेरै सुविधा सम्पन्न भनेपछि धेरै कुराहरू पर्छन्। मुख्यतः यो पर्यटनको क्षेत्र भएर पर्यटनको लागि विकासमा जोड्न चाहन्छु हरेक क्षेत्रलाई। हामीसँग यहाँ ताल तलैयाको संरक्षण गरी ती गहनाको संरक्षण गर्नेछु। पोखरा आफैमा युवाहरूको एउटा पङ्क्ति छ जुन बेरोजगारी भएर अहिले विकासको लागि युवाहरूको स्वरोजगार नभएका कारणले हामीले विकास गर्न सकिरहेका छैनौँ। रोजगारीको व्यवस्था गर्नेछु र यो युवा शक्तिलाई आफ्नै ठाउँमा लगानी गर्नेछु र यो देशलाई विकासमा अगाडि बढाउनेछु। हाम्रो क्षेत्र यो जमिनलाई पोखरा लेखनाथ महानगरपालिकामा अझै पनि हामीसँग उत्पादन क्षेत्रहरू धेरै छन्। त्यो उत्पादनको लागि कृषि आयोजना गर्नेछु र हरेक क्षेत्रमा एउटा कृषिलाई अगाडि बढाउनको लागि विभिन्न प्राविधिक शिक्षाहरू ल्याएर युवाहरूलाई त्यसमा रोजगारीका व्यवस्थाहरू गर्नेछु। जसले गर्दा हाम्रो यो 5 वर्षको समय छ, तर म प्रतिबद्धता गर्दछु 2 वर्षभित्रमा तरकारी हामी पोखरा लेखनाथ महानगरपालिकालाई तरकारीको हामी बाहिरबाट ल्याउन नपर्ने गरी आत्मनिर्भर बनाउनेछु। हाम्रो शिक्षा बाटो सुविधाको लागि पहिला कुरा हरेक 33वटा वडालाई बाटोको व्यवस्थित गर्नेछु र गाउँ र नगर जुन हाम्रा वडाहरू अहिले गाउँलाई सहर बनाइएको छ, तर त्यहाँ ती वडाहरूलाई सुविधा सम्पन्न गरी सहरै महसुस गर्ने गरी एउटा पोखरा लेखनाथ महानगरपालिका बनिएको सरी। अब म नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका तर्फबाट मन्जु गुरुङज्यूलाई आफ्नो मन्तव्य 2 मिनेटभित्र राख्नको निम्ति अनुरोध गर्छु। धन्यवाद। सर्वप्रथम त म यो कार्यक्रम आयोजक संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म मन्जु देवी गुरुङ नेकपा एमालेबाट यो पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर पदको उम्मेदवार र मैले मेरो एजेन्डाहरू भनिरहनु पर्दा सबैभन्दा पहिलो कुरो त हाम्रो पार्टीले यो पोखरा लेखनाथ महानगरपालिकालाई कस्तो बनाउने, कसरी लैजाने भन्ने विषयमा आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ र ती घोषणापत्रमा भएका प्रतिबद्धताहरूलाई पुरा गर्ने प्रतिबद्धता गर्दै म के भन्न चाहन्छु भने यहाँहरू समक्ष सबैभन्दा पहिले जनताका आधारभूत आवश्यकताहरूलाई परिपूर्ति गर्दै
प्रविधियुक्त सम्पन्नशाली सुविधायुक्त महानगरपालिका बनाउने मेरो एजेन्डा छ। र जनताका आधारभूत आवश्यकताहरू भन्नाले घाँस बाँस कपास शिक्षा स्वास्थ्य र रोजगारी पर्छ। सबैभन्दा पहिला त हामीले यो विषयमा ध्यान केन्द्रित भएर हामीले योजना बनाउनेछौँ। त्यो पछि प्रविधियुक्त सुविधायुक्त सम्पन्नशाली महानगरपालिका बनाउने हामी योजना बनाएर जानेछौँ। अर्को एजेन्डा भनेको यहाँ भएका प्राकृतिक धार्मिक सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्वर्धन र विकास गर्दै यो पोखरा लेखनाथ महानगरपालिकालाई पर्यटन सिटीको राजधानी बनाउने हाम्रो योजना छ र त्यो बनाउने म प्रतिबद्धता जाहेर गर्दछु। यहाँ भएका यो पोखरा लेखनाथ महानगरपालिका तालै तालको सहर हो, नदी नालाको सहर हो, हिमालको सहर हो, गुफाहरूको सहर हो र ती प्राकृतिक धार्मिक सम्पदाहरूको संरक्षण सम्वर्धन गर्दै यसलाई विकास गरेर पर्यटनको क्षेत्रमा यसले ठुलो टेवा दिनेछ। र अर्को एजेन्डा भनेको यो पोखरा लेखनाथ महानगरपालिकालाई सबैभन्दा पहिले विभेदरहित महिला हिंसा मुक्त भ्रष्टाचार मुक्त सुशासनयुक्त सहर बनाउने हाम्रो एजेन्डा छ र यो एजेन्डालाई पुरा गर्ने प्रतिबद्धता पनि म तपाईँहरुज्यू धेरै धेरै धन्यवाद छ। यहाँको सुरुवाती मन्तव्यको निम्ति म हार्दिक धन्यवाद दिन चाहन्छु र एउटा सानो कुरा म जानकारी गराउन चाहन्छु। नेपाली कांग्रेसका उपमेयरका उम्मेदवारज्यूले पनि हामीलाई यो समारोहमा आउँछु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। हाम्रो निमन्त्रणालाई पनि स्वीकार गर्नुभएको थियो, तर अहिले उहाँको यहाँ हामीले उपस्थिति देखिरहेका छैनौँ। यो कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। अब कार्यक्रमको हामी दोस्रो चरणतर्फ प्रवेश गर्दैछौँ। यहाँहरूलाई मैले अघि नै निवेदन गरेँ, हामीसँग भएको दुईटा विषयमध्ये हामी यो पहिलो चरणमा अर्थतन्त्र र बेरोजगारीका बारेमा चर्चा गर्नेछौँ सबैभन्दा पहिला। र अर्थतन्त्र र बेरोजगारीको कुरा गर्दा मैले भनिरहनु पर्दैन, नेपालमा अहिले यो दुईटै विषय अत्यन्तै चर्चा र चासोको विषय पनि बनेको छ। हाम्रो देशमा विगतको वर्षको तुलनामा यो वर्ष आर्थिक वृद्धि दर थोरै उत्साहजनक देखिन्छ, तर पनि यदि हामीले हाम्रो विदेश जाने युवाहरूको एउटा किसिमको जमात हेर्ने हो भने फेरि पनि हामी निराश हुनुपर्ने अवस्था छ। सानो मात्रै एउटा तथ्याङ्क भन्न चाहन्छु म, गत वर्ष मात्रै 5,20,000 युवाहरूले बेरोजगारीको कारणले गर्दा यो देश छोडेर विदेश गए। यो आधिकारिक तथ्याङ्क मात्रै हो। अरू अन्य तहबाट जाने युवाहरूको सङ्ख्या हामीले सायद गन्न पनि भ्याउँदैनौँ होला। यो एउटा पृष्ठभूमि छ, तर यो स्थानीय निकायको सन्दर्भ भएको हुनाले म थोरै पोखराको सन्दर्भलाई जोड्न चाहन्छु। कृपया यो सन्दर्भलाई ध्यान दिएर सुनिदिनु होला। पोखरा महानगरपालिका, पोखरा लेखनाथ महानगरपालिकाका करिब 1000 जना मानिसहरूमा एउटा अध्ययन गरिएको थियो केही समय अगाडि, जसलाई शेयर क्यास इनिसिएटिभ नेपालले यो अध्ययन गरेको हो। र यो अध्ययनमा उहाँहरूले एउटा महत्त्वपूर्ण प्रश्न राख्नुभएको थियो यहाँका बासिन्दाहरूलाई। प्रश्न के थियो भन्दा, तपाईँले पोखराको सबैभन्दा ठुलो समस्या, सबैभन्दा विकासको मुद्दा के हो भनेर मान्नुहुन्छ भन्ने प्रश्न सोध्दै गर्दा तपाईँहरूले नै के जवाफ दिनुभएको थियो भन्दाखेरि सबैभन्दा धेरैले बेरोजगारीलाई समस्या मान्नुभएको थियो। र अन्य विषयहरूमा पनि सोधिएको, जस्तो शिक्षाको समस्या छ कि छैन भन्ने सोद्धा 5% मात्रै शिक्षा हाम्रो समस्या हो भन्ने कुरा उल्लेख गरेका थिए। भन्दाखेरि एकदमै सबैभन्दा ठुलो सङ्ख्या लगभग 28% यहाँका बासिन्दाहरूले बेरोजगारीलाई आफ्नो समस्या मानेका थिए। त्यसै कारणले गर्दा आजको यस सन्दर्भलाई हामी बेरोजगारी र अर्थतन्त्र त्यो पनि स्थानीय तहमा जोड्ने प्रयास गर्नेछौँ। र म उहाँहरूलाई एउटा प्रश्न राख्नेछु, तपाईँहरूमध्ये जसले पनि यो प्रश्न लिन सक्नुहुन्छ, प्रश्न खुला छ। र सबैभन्दा पहिला म सोध्न चाहन्छु कि यो पोखरा भन्ने बित्तिकै हामी एउटा सुन्दर एउटा नगरी, एउटा एकदमै अत्यन्तै व्यवस्थित सहरको रूपमा पनि हेरिरहेका छौँ, तर यो ठाउँको पनि इतिहास हेर्ने हो भने विदेश जाने रोजगारीका निम्ति भन्ने कुरा एउटा ऐतिहासिक सन्दर्भ पनि जोडिन्छ। र अहिले पनि धेरै मानिसहरू बाहिर नै गइरहेका छन्। भोलि तपाईँले चुनाव निर्वाचन जितिसकेपछि त यो ठाउँ बनाउन तपाईँहरूलाई त युवा चाहिन्छन् नि, होइन? त्यो भएको हुनाले ती युवालाई यही ठाउँमा रोक्नको निम्ति तपाईँहरूको एजेन्डामा के कुरा छ? मात्र 1 मिनटको समय छ। सबैभन्दा पहिला कसले लिन चाहनुहुन्छ? कृपया। सबैभन्दा पहिला प्राविधिक शिक्षा अधिखाँचो छ। यहाँ एउटा प्राविधिक विश्वविद्यालय खोलिएर हामीले आफ्नो रुचि अनुसारको
प्राविधिक शिक्षा दियौँ भने युवा स्वरोजगारको लागि अवश्य पनि देशमै विकासको लागि हाम्रो सबैभन्दा ठुलो युवा पङ्क्ति यहीँ रहेर देशको विकास गर्न सक्छ। अघि नै आइसक्यो, हाम्रो जमिनलाई हामी आफै युज गर्न सक्छौँ, प्रयोग गर्न सक्छौँ, उत्पादन हाम्रै क्षेत्रमा हुन्छ। प्राविधिक शिक्षा दियो भने अवश्य पनि युवा पङ्क्ति यहीँ रोकिन्छ। हजुर, अब म मन्जुजीलाई प्रश्न राख्न चाहन्छु। नेपाल कम्युनिस्ट पार्टी एमालेबाट हुनुहुन्छ उहाँ। यो समृद्ध पोखरा, एउटा समृद्ध पोखरा बनाउनुको निम्ति हाम्रो बाहिरबाट आएको प्रश्न हो कि यो समृद्ध पोखरा बनाउनुको निम्ति तपाईँको आर्थिक एजेन्डा चाहिँ के छ? यो पोखरा लेखनाथ महानगरपालिकालाई समृद्ध बनाउनुको लागि सबैभन्दा पहिला यो पोखरा लेखनाथ महानगरपालिका सम्भावनाले भरिएको महानगरपालिका हो। यो सम्भावनाले भरिएको महानगरपालिकालाई हामीले यहाँ धेरै सम्भावनाहरू छ। हाइड्रो पावरको सम्भावना छ, पर्यटकको सम्भावना छ, यसै गरेर यहाँ कृषि अर्ग्यानिक कृषि गर्न सकिन्छ। यो धेरै सम्भावनाहरू छन् र यी सम्भावनाहरूलाई हामीले यथार्थतामा परिणत गर्नेछौँ। रमेशजी, हजुर, जस्तो कुरा सुन्दै गर्दा धेरै कुरा हामी सुन्छौँ। तपाईँसँग कुनै उदाहरण छ? एकदमै उदाहरण दिएर भन्न सक्नुहुन्छ कि म यो काम गर्छु जसले गर्दा हाम्रा युवाहरूको रोजगारीमा वृद्धि होला अथवा पोखरा सहर समृद्ध होला, के तपाईँसँग त्यस्तो कुरा छ? महत्त्वपूर्ण पाटो हामीले के बुझ्न जरुरी छ भने हाम्रा जति पनि शिक्षित व्यक्तिहरू, शिक्षित युवाहरू आज विदेशिएको अवस्था छ। सर्वप्रथम पोखरा विकासको लागि र पोखराको भविष्यको लागि हामी यतिले मात्र यो विकास सम्भव छैन जस्तो लाग्छ। शिक्षित जनता सबै विदेशीका छन्, यहाँ बसेका जनता केही शिक्षित छन्। अब बाँकी यतिले मात्र पोखरालाई सम्भव छैन। उनीहरू त्यो जनशक्ति हामीले फर्काउनको लागि हामीलाई विकास के चाहिएको छ भन्दा सम्भावना बोकेको छ पोखरा भनिराखेका छौँ। हामीले तपाईँको पर्यटकीय सहर भनेर मात्र भनेका छौँ। किताबमा लेख्नलाई र बोल्नलाई मात्र भएको छ, तर त्यसलाई हामीले युज गर्न सकेका छैनौँ। युज गर्नको लागि हामीले त्यो अनुसारको सरकारले त्यो अनुसारको कर असुल गर्नु पर्यो। व्यक्तिसँग कर असुल गरेर त्यो सही सदुपयोग हुनु पर्यो। र तपाईँको रिङ रोड मात्र बनाइदिने हो भने पनि यो पोखराको पुरै क्षेत्र अहिले हाम्रो जुन राज्य पुनर्संरचनाले एउटा तपाईँको महानगरमा के सुविधा हुनुपर्ने हो त भन्ने एउटा सोच विचार नगरिकन महानगर घोषणा गरिरहेको अवस्थामा न्यूनतम आवश्यकता पनि पुरा भएको छैन भने एउटा अहिले सबै गाविसहरू जोडिएका छन्। यी गाविसहरूलाई तपाईँको रिङ रोडको अवधारणा ल्याइदिने हो भने मात्र पनि तपाईँको 25% युवाहरू तुरुन्त फर्किन्छ, किन भन्दा बिजनेसमा युज हुन्छ। म लक्ष्मी खाती परियारज्यूसँग कुरा गर्न चाहन्छु। जस्तो अझै पनि सायद हाम्रा तपाईँका भोटरहरूले यो कुरा बुझ्न सकेका छैनन् कि तपाईँहरूले के चाहिने एकदमै योजना चाहिँ के छ। किन भन्दाखेरि हामीले धेरै कुराहरू सुन्छौँ तर वास्तवमा के हो त सन्दर्भ भन्ने कुरामा हामीले अलिकति नबुझ्ने जस्तो भइरहेको उदाहरणै हामी चाहन्छौँ कि तपाईँहरूले चाहिँ के गरिराख्नु भएको छ, के तपाईँको चाहिँ योजना छ यो बेरोजगारीको सन्दर्भमा? हाम्रो योजना यो सङ्घीय समाजवादी फोरम नयाँ शक्तिको पार्टीको योजना हामीले कल कारखाना खोल्ने र युवालाई चाहिँ विदेशी नदिने र नेपालमै चाहिँ उहाँहरूलाई चाहिँ काम गर्ने वातावरण मिलाउने। धेरै हाम्रो युवाहरू विदेशी बाध्यता हुनुभएको छ। उहाँलाई चाहिँ हामी 5 वर्षभित्रमा यहीँ उहाँहरूलाई चाहिँ नेपालमै काम गर्ने वातावरण मिलाउने र कल कारखाना खोल्ने, विदेशमा जान नपर्ने बनाउने हाम्रो योजना छ। हजुर, म चाहिँ नि भर्खरै आउनुभएको छ सरस्वती गुरुङज्यू नेपाली काङ्ग्रेसबाट। उहाँ ढिलो गरी आउनुभयो तर आउनुभयो। आउने बित्तिकै म उहाँले पहिलो प्रश्न सोधिहालौँ कि आज हामी अर्थतन्त्र र बेरोजगारीको कुरा गरिरहेछौँ होइन? हजुर। अब तपाईँले यो स्थानीय क्षेत्रमा युवाहरूलाई रोजगारी दिनको निम्ति तपाईँको पार्टीले र तपाईँले के योजना बनाउनु भएको छ? एउटा एकदमै राम्रो एउटा योजना भनिदिनुहोस् न हामीलाई। धेरै धेरै धन्यवाद सर। सबैभन्दा पहिला त म किन ढिलो भएँ त्यो प्रश्न पार्न चाहन्छु। तर समय 1 मिनट मात्रै छ, तपाईँको छनौट तपाईँको। स्मार्ट महानगरपालिका भनिरहेको छु। यहाँबाट घाँटी चिनाबाट म आउँदै गरेको छु। 12 किलोमिटरको बाटो हो, तर त्यहाँ पिचका एउटा पाइला पनि पिचको बाटो छैन। त्यो बाटोको कारणले गर्दा म ढिलो भएको त्यो जानकारी पनि गराउन चाहन्छु। अर्थतन्त्रको विषयमा यो पोखरा लेखनाथ महानगरपालिकामा हाम्रो सरकारले, हाम्रो नेपाली काङ्ग्रेस पार्टीले यो के योजना गरेको छ भने यहीँका स्थानीय स्रोत साधनहरूलाई लिएर हामी अगाडि बढ्नेछौँ। हजुर, एकदमै हामीलाई एकदमै समावेशी प्रश्न पनि आएको छ। म लक्ष्मीजीबाटै प्रश्न सुरुवात गर्न चाहन्छु कि हामी रोजगारीका कुरा त गर्छौँ, तर अपाङ्गता भएका व्यक्तिलाई क्षमता अनुसारको रोजगारी दिने सन्दर्भमा तपाईँको केही फरक योजना छ? के भन्न सक्नुहुन्छ?
फरक योजना त अब उहाँहरूले अब कस्तो काम गर्न सक्नुहुन्छ त्यो खालको हाम्रो पार्टीले जित्यो भने आवश्यक अनुसार चाहिँ अहिलेको योजना अहिले तपाईँले केही योजना बनाउनु भएको छ कि छैन प्रश्न त्यो हजुर यो सम्बन्धमा अहिले नै कुनै योजना छ कि छैन प्रश्न त्यो अहिले अब खासै छैन कसैको योजना छ अपाङ्गता भएका व्यक्तिहरूलाई उहाँहरूको क्षमता अनुसारको रोजगारी सृजना गर्ने सन्दर्भमा कुनै राजनैतिक दलले सोच्नु भएको छ सोचिएको छ हजुर अपाङ्गहरूलाई जति पनि हामीले अहिले पनि हामीले देखिरहेका छौँ कि अपाङ्गहरूलाई हेर्ने दृष्टिकोण सरकारी दृष्टिकोणभन्दा पनि एउटा सामाजिक सङ्घ संस्थाहरूले मात्र अपाङ्गहरूलाई सहयोग गरेको मैले अनुभव पाएको छु र त्यसकारण अब हामीले सधैँ सामाजिक संस्थाको मात्र भर परेर हुँदैन भन्ने हिसाबले हामी पनि किन भन्दा हामी युवाहरू पनि राजनीतिक क्षेत्रमा प्रवेश गरेर अब उहाँहरूको लागि पनि त्यो सुनिश्चितता दिनुपर्छ भन्ने माग हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको होइन यस्तो कुरा भन्दा पनि कुनै स्पेसिफिक जुन कुरा उहाँले सुन्न खोजिराख्नु भएको छ हजुर ठुलो कुरा भन्दा पनि कुनै क्षेत्र बताउन सक्नुहुन्छ होइन उहाँहरूलाई तपाईँको विभिन्न तालिमहरू दिएर तपाईँको आफ्नो जहाँ बस्नुभएको छ त्यहीँ विभिन्न तालिमहरू दिन सक्यो भने पनि उहाँले विभिन्न एउटा घरेलु तालिमहरू जेसुकै लिए पनि तपाईँको त्यो काम गर्न सक्ने हामीले त्यो सिर्जना गर्नु पऱ्यो क्या उहाँलाई अपाङ्ग छ भनेर अपाङ्ग मात्र भनिराख्नु हुन्न कि अपाङ्गले पनि गर्न सक्छ तपाईँको नाचेर देखाइदिनु भएछ एउटा खुट्टा भएकोले भने किन गर्न सक्नुहुन्न उहाँले तपाईँको योजना के छ होइन अपाङ्गलाई हामीले त्यो योजना ठाउँ ठाउँमा घर घरमै उहाँलाई के गर्न सक्नुहुन्छ उहाँको इच्छा के छ त्यो हामीले घर घरमै पुर्याउने हामीले त्यो योजना बनाइसकेका छौँ हजुर गोमा ढकालजी एउटा प्रश्न छ यसैमा थप्न चाहनुहुन्छ यसमा हजुर अपाङ्गता शरीरले भए पनि मान्छे सबै अपाङ्गता हुँदैन त्यसैले अहिले भनेको आइटीको जमाना छ एउटा क्षमता अनुसारको तालिम दिन सकिन्छ त्यसमा कोठामै बसेर संसारलाई हेर्न सकिन्छ र सिप सिक्ने हो नेटबाट सिप सिक्न सकिन्छ त्यो पनि आफूले सिकेर अरूलाई दिन सक्ने क्षमता उहाँहरूसँग हुनसक्छ अर्को कुरा अपाङ्गताको काम गर्दा मैले आफैले गरेको कुराले पनि मसँग अहिले अपाङ्गता भएका महिलाहरू काम गर्नेछन् 12 जना काम क्षमता तालिम दिएपछि काम गर्न सकिन्छ यो योजना हामीसँग छ हजुर अब मन्जु गुरुङज्यू कस्तो भन्दाखेरि अहिले पोखरा एकदमै पर्यटकीय क्षेत्र हो यहाँ एकदम धेरै पर्यटकहरू आउँछन् एउटा किसिमले समृद्ध ठाउँ छ तुलनात्मक रूपमा अरू ठाउँ हेर्दाखेरि तर हामीले सुनेका छौँ कि अहिले पोखरा एउटा असुरक्षाको घेरामा पनि छ हामी साँझ परेपछि बाहिर हिँड्न सक्दैनौँ यसले गर्दा पर्यटनलाई पनि एउटा प्रभाव पारिरहेको छ होइन भन्दाखेरि यो ठाउँकै एउटा समृद्धिमा प्रश्न लाग्ने सवाल हो तपाईँको पार्टी अथवा तपाईँको व्यक्तिगत रूपमा यो समस्या समाधानको निम्ति तपाईँको के योजना छ मलाई लाग्छ अब हामीलाई त्यो ठाउँमा तपाईँहरूले विजय गरेर पुर्याउनु भयो भनेदेखि आफूलाई यो सहरभित्र हिँड्ने बेलामा रहने बेलामा बस्ने बेलामा जुनै पनि समयमा आफू सुरक्षित छु भन्ने किसिमको अनुभूति गराउनको लागि आवश्यकता अनुसारको ठाउँहरूमा सीसी क्यामेरा फिट गरेर उहाँहरूलाई सुरक्षा दिने व्यवस्था गर्नेछु हजुर सरस्वती गुरुङज्यू यो सुरक्षाकै सवालमा किनभने एकदमै महत्त्वपूर्ण सवाल हो होइन भन्दा तपाईँहरूको पार्टीले के सोचेको छ यस बारेमा सुरक्षाको बारेमा भन्नुभएको हजुर यति बेला पोखरा लेखनाथ महानगरपालिका सुरक्षाको स्थितिमा अहिले पनि राति 9 बजेपछि घर जान सक्ने स्थिति छैन सञ्चार कर्ममै भएको कारणले पनि अझै महिला सुरक्षाका बढी कुराहरू आउने गर्दछन् यो सुरक्षालाई एउटा स्मार्ट महानगरपालिका बनाएर हामीले त्योभित्र सबैलाई सजग सचेत र असल बनाउँदै सुरक्षा नीतिलाई पनि अपनाउँदै सुरक्षित बनाउनेछौँ हजुर के थप्न चाहनुहुन्छ अझै सुरक्षा नीतिलाई अलिकति जुन खालको पद्धतिमा गइसकेपछि गतिशील र प्रविधिमा गइसकेपछि त्यो आफै सुरक्षित रहनेछ धन्यवाद हजुर अब म फेरि लक्ष्मीज्यूलाई प्रश्न राख्न चाहन्छु हुन त यो राष्ट्रिय स्तरसँग जोडिने प्रश्न हो तर यो महानगरपालिकाका जनताले पनि त्यही नियति भोगिरहेछन् हाम्रो जनताबाट प्रश्न आएको छ कि प्रत्येक नेपाली जन्मेपछि उसको टाउकोमा 19,000 ऋण थोपरिन्छ होइन यो ऋणको भारले सधैँ नेपाली थिचिरहनु पर्ने अवस्था छ जसबाट पोखराका बासिन्दाहरू पनि पछाडि छैनन् उनको टाउकोमा पनि यो छ यो समस्या समाधानमा केही सोच्नु भएको छ यो तपाईँहरूको एजेन्डामा पर्छ कि पर्दैन अब यो मलाई कस्तो लाग्छ भने कतिपय कुराहरू आफूले काम गर्दा आफैले जिम्मा लिनुपर्छ जस्तो लाग्छ अब त्यो ऋण भन्ने कुरो ऋण गरेर चाहिँ काम गर्न मलाई त्यति उचित लाग्दैन र आफूले जे सकिन्छ त्यो गर्नुपर्छ जस्तो लाग्छ मलाई त्यो चाहिँ भने मलाई राम्रो लाग्दैन
ऋण गरेर काम गर्न मलाई राम्रो लाग्दैन। अनि त्यो ऋणबाट मुक्त गर्नको निम्ति योजना के छ त तपाईँको नेपाली जनतालाई अथवा तपाईँको यो पोखराका बासिन्दालाई? आफूले जे सकिन्छ, आफूसँग जस्तो क्षमता छ र आफूसँग जस्तो बजेट छ त्यस्तै काम गर्नुपर्छ। हाई एकदम गर्न चाहिँ मलाई मन पर्दैन, हाम्रो पार्टीले पनि त्यो गर्दैन, त्यो मलाई र हामीलाई पनि मन पर्दैन। हामी महिला हौँ, हामीले बुझ्नुपर्छ, हामी जस्तो सक्छौँ त्यस्तै गर्छौँ। हामी यो स्थानीय निर्वाचन उम्मेदवार बहस 2074मा छौँ र कृपया सम्पूर्ण महानुभावहरूलाई म शान्त भएर बसिदिन पनि अनुरोध गर्छु, किनभने हामी अत्यन्तै महत्त्वपूर्ण विषयमा छलफल गरिरहेका छौँ। तपाईँहरूको उम्मेदवार तपाईँहरूको अगाडि हुनुहुन्छ, उहाँहरूले आफूसँग सम्बन्धित विकास निर्माणका कुराहरूका बारेमा, योजनाका बारेमा भन्दै हुनुहुन्छ। त्यस कारणले गर्दा कृपया उहाँहरूको कुरालाई सुनिदिनुहोला। र अहिले हामी प्रत्यक्ष रूपमा रेडियो र टेलिभिजनहरूसँग पनि जोडिरहेका छौँ। अब म तपाईँसँग कुरा गर्न चाहन्छु रमेश बहादुर खत्रीज्यू। जस्तो अहिले एउटा महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि यो युवा लक्षित विभिन्न खालका उद्योग धन्दाका कुरा हुन् अथवा सहुलियत ऋणका कुरा हुन्, वित्तीय आरक्षणका कुराहरू हुन्, होइन? सरकारले केही त गरेको छ तर पनि कार्यान्वयन भएको छैन। तर अझै यसमा फरक खालको नीति आउनु पर्यो, युवाहरूलाई विदेश जानुबाट रोक्नु पर्यो भन्ने जुन आवाज छ नि, यो जुन साना सहुलियतका कुराहरू छन् र आरक्षणका कुरा छन् नि, त्यसमा तपाईँहरूको पार्टीको के सोच छ? हाम्रो पार्टीको अहिले म वास्तवमा भन्नुपर्दा अहिले पार्टीले नारा अनुसार पनि काम गरेको छ जस्तो लाग्छ क्या। महिला र युवालाई अग्रस्थान, वृद्ध वृद्धलाई सम्मान भन्ने नारा ल्याएको छ पार्टीले, त्यो अनुसार पनि अहिले व्यवहारमा उतारेको छ। हाम्रो महिलामा मेयर उम्मेदवार हुनुहुन्छ भने उमेरमा युवालाई राख्नु भएको छ। त्यसकारण हाम्रो पार्टीले अहिले निश्चित एउटा मापदण्ड कोरेर अब एउटा लाइनको बाटोमा अगाडि बढिसकेको छ र एउटा कस्तो भने देशको एउटा महत्त्वपूर्ण शक्तिको रूपमा अहिले दिन प्रतिदिन यसको उचाइ बढ्दै गएको अवस्थामा केही न केही अहिले युवालाई फोकस गरेर विभिन्न कार्यक्रमहरू ल्याइरहेको छ र युवालाई एउटा विभिन्न क्षेत्रमा सेटल हुने व्यवस्था पनि मिलाएको छ भने अब पक्कै पनि हाम्रो पार्टीले युवाहरूको लागि विदेशबाट कसरी अब यहीँ नेपालमा फर्काउने भन्ने एउटा आधार भनेको महत्त्वपूर्ण आधार म थोरै 25% तुरुन्तै तपाईँको यो विकासको निम्ति तपाईँ 2 वर्षभित्रमा रिङ रोड मात्र गरियो भने 25% युवा यहीँ आउँछन् र यहीँ व्यवसाय गर्छन्। कसरी गर्छन्, के योजना छ, त्यही नै प्रश्न हो। होइन, मैले तपाईँको अस्ति मात्र म मौजा गाविसमा गएँ। यी गाविसहरू घुम्दै जाँदाखेरि गाविसमा भन्नुको सबैको तपाईँको टनेलहरू छन्, होइन, कुखुरा पालनका खोरहरू छन्, सबै रित्तै छन्। मैले त्यहाँ बुझेँ, एनालाइसिस गरेँ किन यसरी खाली भयो भनेर भन्दाखेरि उहाँहरूले बाटो बन्छ, तपाईँको मर्मत सम्भार छैन, खनिदिएको मात्र छ क्या, योजना मात्र ल्याइदिएको छ। तपाईँको समय सकिसकेको छ रमेशजी। अब म गोमा ढकालज्यूसँग नै कुरा गर्न चाहन्छु। कस्तो भन्दाखेरि नेपाल सरकारले वार्षिक बजेटको कृषि क्षेत्रमा मात्रै 3% मात्रै लगानी गर्छ, होइन? भन्दाखेरि अब यो क्षेत्रमा यदि रोजगारीको कुरा सृजना गर्ने हो भने त कृषि पनि एउटा विकल्प हुन सक्छ होला भन्दा यसतर्फ तपाईँले केही आफ्नो एजेन्डामा पार्नु भएको छ कुरा? हाम्रो पार्टीको घोषणापत्रमै छ कृषिलाई पहिलो उत्पादनको क्षेत्र बनाउने भनेर।